आज चाहिँ म यसो जङ्गलतिर आएको छु। यसो जडीबुटी खोज्न। यो चाहिँ पाखनबेत, हाम्रोतिर चाहिँ पाखनबेत भन्छ हैन। पाखनबेतको जरा हो यो। यो चाहिँ एक नम्बर अचुक जडीबुटी नै पर्छ, यो जडीबुटीमै पर्छ। अनि मेन कुरो भनेको यो चाहिँ महिलाहरूको लागि सुत्केरी भएको बेला चाहिँ यसको जरा, मस्त जरा चाहिँ घोटेर कुटेर खइयो भने चाहिँ एकदम तागत दिन्छ यसले हैन। हड्डीलाई मजबुत बनाउँछ भन्छन्। अब हामीले त खाएको त छैन, तर यो एक नम्बर हो औषधि चाहिँ जडीबुटी। पाखनबेत टन्नै हुन्छ हाम्रोतिर, यो टन्नै हुन्छ। यसको जरा चाहिँ उखाल्यो भने यस्तो आउँछ। यो पाखनबेत भन्छन्, पाखनबेतको जरा हो यो। चाहिन्छ कोही कसैलाई काठमाडौँतिर चाहिन्छ भने भन्नुहोस् है। यो चाहिँ सुत्केरीको लागि चाहिँ नम्बर 1 नै हो। त्यसपछि तपाईँको जिउ दुखेको, खुट्टा दुखेको हरेकको ओखती एकदम राम्रो हो। चाहिन्छ भने भन्नु होला, म आउँदा चाहिँ च्याट्ट लिएर आउँछु। हाम्रो त जङ्गलभरि हुन्छ यो, नचिनेको मात्रै हो हैन। उही नजिकको तीर्थ हेला भने जस्तो हो, हाम्रो जङ्गलभरि हुन्छ यो। काठमाडौँतिर चाहिँ एउटा जरालाई कति किनेर खाएको देखाएको थिएँ मैले, तर हाम्रोतिर चाहिँ टन्नै हुन्छ यो है त। तपाईँहरू कोही कसैलाई चाहिन्छ भने चाहिँ भन्नु होला, म ल्याइदिन सक्छु हैन। यो औषधि नै हो यो। यसको जरा चाहिँ घोटेर मस्त खानुपर्छ। सधैँ मान्छेलाई पनि अति उत्तम, झन् अझ अब रोगी मान्छेलाई त झनै उत्तम भइहाल्यो। ल भन्नुहोस् है हजुर, भन्नुहोस् है। म त खाँदैछ है, टर्रो टर्रो हुँदो रहेछ। तर यो एकदम माल हो, यो चिज हो, चिज चिन्नुपर्छ। आज चाहिँ म यसो जङ्गलतिर आएको छु, यसो जडीबुटी खोज्न। यो चाहिँ पाखनबेत, हाम्रोतिर चाहिँ पाखनबेत भन्छ हैन। पाखनबेतको जरा हो यो। यो चाहिँ एक नम्बर अचुक जडीबुटी नै पर्छ, यो जडीबुटीमै पर्छ। अनि मेन कुरो भनेको यो चाहिँ महिलाहरूको लागि सुत्केरी भएको बेला चाहिँ यसको जरा, मस्त जरा चाहिँ घोटेर कुटेर खइयो भने चाहिँ एकदम तागत दिन्छ यसले हैन। हड्डीलाई मजबुत बनाउँछ भन्छन्। अब हामीले त खाएको त छैन, तर यो एक नम्बर हो औषधि चाहिँ जडीबुटी। पाखनबेत टन्नै हुन्छ हाम्रोतिर, यो टन्नै हुन्छ। यसको जरा चाहिँ उखाल्यो भने यस्तो आउँछ। यो पाखनबेत भन्छन्, पाखनबेतको जरा हो यो। चाहिन्छ कोही कसैलाई काठमाडौँतिर चाहिन्छ भने भन्नुहोस् है। यो चाहिँ सुत्केरीको लागि चाहिँ नम्बर 1 नै हो।